So, hello and namaste everyone. Hope you guys are fine and welcome back to the another video of Raj Vlogs. मैले नयाँ माइक राखिरहेको छु हैन, कस्तो साउन्ड आइरहेछ। आज मसँग छ KTM Adventure 250। यसको बेस्ट फिचर चाहिँ के लाग्यो भने मलाई सबभन्दा सुरुमा कुरा गर्नु पर्दाखेरि हैन, म कान एयरपोर्ट्स लाएर टक्क गीत सुन्दिरहेको छु के बाइकबाट। टक्क यहीँबाट अब यसरी गीत नेक्स्ट गर्नु पर्यो भने हैन, टक्क यहाँ जाने यसरी यहाँबाट टक्क नेक्स्ट सबिन राईको गीत बजिरहेको रहेछ। कोही के गरायो, टोन राईको गीत बज्यो ल हावा जस्तै यहाँनिर देखिरहेको छ केही। ए यो हो नि त शैली। अब भोल्युम माथि घटाउन मिल्ने बढाउन मिल्यो क्या यहाँनिर। यहाँ थिचिराख्यो भने चाहिँ माथि बढ्यो होइन, यहाँ तल थिचिराख्यो भने तल घट्यो। भनिदेऊ न के छ वाउ, यस्तो मजा। अनि फोन पनि टक्क उठाउनु मिल्यो क्या यहाँनिरबाट। अब टक्क फोन आयो भने टक्क उठायो, टक्क बोल्नु मिल्यो कि बाइकमा कुद्दा कुद्दै टक्क यहाँनिर देखाउँछ होइन, यो मान्छेले कल गरिरहेछ, फलानुले कल गरिरहेछ हजुर है भनेर। अर्को फिचरको कुरा गर्नुपर्दाखेरि होइन, हामीले कुद्दा कुद्दै एबिएस अन अफ गर्न मिल्छ क्या। अहिले चाहिँ अन छ मेरो एबिएस होइन, किनभने म अहिले रोडमा हिँड्दा छु। अफ रोडमा हिँड्दा चाहिँ एबिएस अफ गर्नुपर्ने हुन्छ हामीले। अझ यसको फिचरहरू अनलक भइसकेको छैन क्या। अब 1000 किलोमिटर गुडिसकेपछि चाहिँ यसको फिचरहरू अझै सबै फिचरहरू अनलक हुन्छ होइन। स्मुथ छ यार बाइक। यो बाइकको वेटको कुरा गर्नुपर्दा होइन 177 केजी छ होइन, पेट्रोल फुल ट्याङ्क हाल्दाखेरि। तर यो कुदाउँदाखेरि चाहिँ हामीलाई त्यस्तो फिल हुँदैन क्या, एकदम लाइट वेट फिल हुन्छ क्या, एकदम लाइट वेट फिल हुन्छ। मजा आउँछ यार बाइक चलाउन यार। यसको वाइडर ह्यान्डलले गर्दाखेरि पनि ह्यान्डलिङहरू मजाको छ क्या। अब यो बाइक मैले धेरै चलाउन पनि पाएन होइन, धेरै कुदेको पनि छैन यो बाइक। त्यस्तै 300-400 किलोमिटर गुड्यो होला बल्ल। त्यो पनि केटाहरूले टेस्ट राइड गर्दा गर्दा पुरा हो क्या। अब 1000 किलोमिटर गुडिसकेपछि यसको फिचरहरू अनलक हुन्छ, त्यसपछि अझ मजा आउँछ। त्यसपछि क्विक सिफ्टरहरूले पनि अलिकति स्मुथली काम गर्छ भनेर भनेको छ होइन। एसएमजीले त्यो CRF को र्याली चलाएको थियो त हो, मलाई त्यही फिल भइरहेछ क्या अहिले। त्यस्तै फिलिङ आइरहेछ। म आफै एसएमजी हो कि क्या हो जस्तो फिल भइरहेछ क्या अहिले। यहाँ टक्क यत्रो ठुलो यहाँनिर छ होइन स्क्रिन, TFT डिस्प्ले। ओ माई गड, ओहो फाइनली केटा हो, फाइनली भेट भयो। हाम्रो मिलन साथीलाई भेट्नु पनि थियो। अब म अलिकति आज हतारमा छु साथी है। आई एम भेरी सरी, भेट्नु पनि थियो यार। छिट्टै भेटौँला हामी। कस्तो दामी देखायो क्या महापुरुष। ऐनातिर म बाटोमा क्या आफूलाई बाइकमा यो बाइकमा कस्तो देखिरहेछ भनेर यो ऐनातिर हेरिरहेको छु। ओहो सेक्सी गाडी कस्तो खसखस गरिरहेछ भने। आज मैले माइक पनि नयाँ हालेको थिएँ होइन। यो माइक चाहिँ मैले कहाँ भन्ने हाम्रो बनेपा ब्रदर्स मोबाइलबाट लिएको हो। कसैलाई चाहिने छ भने चाहिँ टक्क ब्रदर्स मोबाइलमा सम्पर्क गर्नु होला, त्यहाँ कन्ट्याक्ट गरेर लिन सक्नुहुन्छ। यो चाहिँ हाम्रो बनेपाको बस पार्कमा छ क्या। मैले अस्ति हिजो लिएको यो माइक, मेरो पहिलाको माइक चाहिँ हरायो त। सेकुवा कर्नर। भोक लाग्यो यार अरू भन्दा। अब बनेपा गएर टन्न भात खाना पाकिरह होला। यो हो नि त अफ रोडमा पनि मतलबै भएन यो बाइक भएपछि होइन। ल जहाँबाट हाले पनि भयो क्या। ल भलाङ लडिरहेको क्या। छुँदैन तिम्रो मायाले यदि तिमी नै यहाँ नभए सम्म रोकिन्न मेरा मनका तृष्णाहरू। ड्युल च्यानल ABS वर्किङ भेरी फाइन। यो बाइकको होइन डिटेलमा भिडियो चाहिँ म अर्को भिडियोमा लिएर आउँछु होइन। अहिले यो चाहिँ जस्ट नर्मल हाउ आई एम फिलिङ दिस बाइक भनेर मात्र हो होइन। एकदम मजा आइरहेछ यार। ओहो डेन्जर छुइरह्यो यार 220 त। रेस परिरहेछ क्या दुईजनाको। पुऱ्याइदिउँ न एकचोटि अब। एउटा औँलाले अघिदेखि एउटा औँलाले चलाइरहेको छ कि म ब्रेकै। स्मुथ एज नजाउँ हामी, रफ राइड नगरौँ हामी, एकदम स्मुथली जानुपर्ने हुन्छ। स्मुथली
ओ माई गॉड यस्तो मजा आइरहेछ त यार मलाई यो बाइक चलाउन यहाँबाट चाहिँ म सिधै कहाँ जान्छु भने केटिएम सोरुम बनेपा अब म लोकेसन पनि देखाइदिन्छु है त केटिएम सोरुम काभ्रे सेकेन्ड ह्यान्ड बजार काभ्रे हेलमेट हाउस त्यसपछि सर्भिस सेन्टर सबको लोकेसन देखाइदिन्छु म बिहान सबेरै ल तिम्रो बाटोबाट अलिकति अगाडि आएपछि यहाँनिर आउँछ हाम्रो काभ्रे सेकेन्ड ह्यान्ड बजार भित्र छिराइदिउँ क्या यहाँबाट खै त राहुल हेलो हेलो के भयो यसको अनुहारमा लड्यो ओहो चिनेन के हो मलाई चिने छ आऊ न जाउँ हामी घुम्न जाने के भएछ ड्याडीको जुत्ता काभ्रे हेलमेट हाउस हेलो सर नमस्ते के छ सर ठिक छ ल हेर्न ल लौ नानी जाउँ पछाडि आऊ पछाडि जाउँ हजुर हो भिडियो सुट भइरहेको क्या हो हजुर हजुर आजकल के भयो हामीलाई बन्द भएर के हो र होइन सानो हो किन बोलाएको के को के को भिडियो बनाउनु पर्यो भने म अहिले पसल जानला भरे आउँछु म एकचोटि सर्भिस सेन्टर देखाएर आउँछु यहाँनिर भ्लगमा पुस्ने कपडा छैन तुझो नजर के निकल ल हामी चाहिँ मैले केटिएम सोरुम है त हेलो यहाँनिर छ हाम्रो केटिएम सोरुम अनि सर्भिस सेन्टर चाहिँ यहाँबाट अलिकति अगाडि जाने होइन यहाँबाट टक्क लेफ्ट लिने त्यसपछि जाने अगाडि त्यसपछि फेरि लेफ्ट यहाँनिर छ ल हाम्रो सर्भिस सेन्टर हेलो गाइज म यो सर्भिस सेन्टर देखाउन आएको के भ्लगमा ओइ ठक्का ठक्कै जिन्दगानी कस्टमर लाउनु कस्टमर वेटिङ हो माई गॉड यहाँनिर टक्क बस्ने होइन अनि यहाँनिर बाइक बन्नेको हेरेर बस्ने हो यहाँबाट मेरो कानमा के टिँड बसिरहेको छ क्या ओए यो गाडी कति अग्लो देखायो अहिले त कस्तो अग्लो देखायो गाडी त्यो मान्छे सुत्नु मिल्छ क्या हो त्यहाँ मुनि त अब त हेट डेन्जर भइरहेछ हाम्रो सब्जीको गाडी त यहाँ म अहिले आउँछु ल अहिले आउँछु म
अब जाऊँ हामी पसलमा। अब म जाँदैछु यहाँबाट गोल्डन फेसन हाउस। पसिनै आयो यार मेरो त। बिहान सबेरै जुरुक्क उठेर खै फ्यान सुने कराएको पनि सुनेन के पनि सुनेन हौ मैले आज। हेलो गाइज, हेलो। मोटो भ्लगरले गोप्रो बोक्दैन के कुरा गरेको होइन साथी? अन छ कि छैन हेरेर एकचोटि अनै रहेछ। हाई गरिदियो सबजनाले ल। गोल्डन फेसन हाउस ल नयाँ नयाँ अपडेटहरू आइसकेको छ है केटाहरू यहाँनिर ल। खतरा खतरा पर्का शेर्पा सब आइसकेको छ यहाँनिर। यिनीहरू दुईजना पनि सेलमा हो त्यही त लास्टै महँगो छ अलिकति होइन धेरै नै महँगो छ यो दुईजना मान्छे चाहिँ।